गुड मर्निङ, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल। वेलकम छ तपाईँहरूलाई आजको नयाँ दिन, नयाँ सुरुवात, नयाँ भिडियोमा। आज चाहिँ मेरो गृहमन्त्री घर जाँदै हुनुहुन्छ। बाँकी भोलिबाट चाहिँ गृहमन्त्रीको मुखबाट आउनेछ। घरमा के हुन्छ, गाउँ काट्ने तता कार्यक्रम भइरहेछ। त्यही हुन्छ चल। आज गाडीलाई कुरिरहेको छौँ। यता गाडी आउँदैछ। हामी अहिले चाहिँ कोलपुरको साझा चोकमा छौँ। बाँकी भिडियो चाहिँ घरबाट आउनेछ म्याडमको। हेर्नुहोस् हजुर, अब लाग्यो हामी त गाउँतिर कोलपुरदेखि हिँड्यो। कोलपुरको हिँड्यो हजुरै हजुर चिन्चु बजार आइपुग्यो। हजुर हामी आइपुग्यौँ डोरपुरको। यो चाहिँ डोरपुरको बजार है। जाने बाटो चाहिँ पहाडतिर। हेर्नुहोस् गाई चाहिँ फाइनली चाहिँ घर आइसक्यौँ। यो चाहिँ हाम्रो गाउँघर हो। हाम्रो घरसँग पहाडीको है, त्यहाँ जानुपर्ने छ। गाउँ चाहिँ पाकेर पहेँलो भइसकेको छ। हेर्नुहोस् गाउँतिर आइसक्यौँ। हेर्नुहोस् गाइस, हामी चाहिँ आजमा चाहिँ घर आइपुगेँ। हाम्रो हजुरआमा चाहिँ उङ्गुर खाँदै हुनुहुन्छ। कस्तो लाग्यो हजुर आमा उङ्गुर फलेको? आज चाहिँ हामी यता घरतिर गहुँ काट्दैछौँ। हेर्नुहोस् यसरी काट्दैछौँ। हजुरकोतिर कसरी काट्नुहुन्छ? हाम्रोतिर त टुप्पा टुप्पा काट्छौँ है। गहुँ पाकिसकेछ पुरै गाउँतिर। हामी चाहिँ हिजो आएको गहुँ काट्नको लागि। अब चाहिँ हामी घर जाने बेला भयो। साँझ पर्यो। गहुँ काटेर गाइस घर जाँदैछौँ है। आज चाहिँ हामी यति गहुँ काट्यौँ। तल खेत काटिसक्ने महादेव खेत काट्यौँ। अझ यति भोलि यति धेरै काट्नु छ। हेर्नुहोस् है यतातिर। अर्ग्यानिक लसुन हेर्नुहोस् है हजुर, अर्ग्यानिक। आज चाहिँ हामी गाउँ मिर्न जाँदैछौँ। डोकामा गहुँ बोकेर मिर्नेछौँ। हेर्नुहोस् है गाइस, हामीहरू चाहिँ भोलि गाउँ मिर्नको लागि यहाँ खोलो लिप्दैछौँ। म पोत्नेको पहिलो हुँ। म पोत्नेको दोस्रो। ल गाइजहरु, उता भुस फाल्नेको हिरो। यो डोगामा भुस फाल्ने कि हिरो ल्याउनु। ये यहाँनिर चाहिँ काम बिगार्नेवाली। आज दिनभरिको मेहनत पनि देखाउन नि गाउँ। आज चाहिँ हामी बिहान चाहिँ दाइमिना जाँदैछौँ भनेको थिएँ। आज चाहिँ दाइमिर हामी यति धेरै गाउँ बनाइसक्यौँ गाइज। भइगयो अब। हाई भन अलिक। ल गाइजहरु, म यहाँ उवाली है, ओसाउने वाली। म चाहिँ सेवाली, पूर्वी आली।
चाहिँ भिडियो गराउनेवाली। हाम्रो गाउँतिर त यसरी दाइ मिर्छौँ हो गाइजहरू। हजुरतिर कसरी मिल्नुहुन्छ कमेन्ट गर्नु होला है। आज चाहिँ टक्क रोटी पाक्दैछ घरमा। रोटीहरू पाक्दैछ, खानपिन हुँदैछ, त्यस्तै छ। मजा गरिराख्नु भएको छ, चलिरहेछ, खानपिन भइरहेको छ। जान चाहिँ लाग्यो है, गाउँतिर लाग्यो।